चकलेटहरु यसले ब्रस नगरेको धेरै दिन धन्यवाद त ब्रस गरेर आइज यसले ल हेलो सबैजनालाई है हामी चाहिँ आज कलर गिफ्ट एक्सचेन्ज गेम खेल्नु लागेको यो मेल छ र म भएर यो गेम चाहिँ अस्तिदेखि खेल्नु मन परेको तर टाढो टाढो भएर बल्ल बल्ल भेटको चुनावले गर्दा अब हाम्रो गेम सुरु हुन्छ सबैले हेर्नु होला फर्स्टमा छ रेड कलर निकाल रेड कलर मलाई ठिक्क भोक लागिरहेको थियो अब घरमा गएर पकाएर खाने तँलाई ठिक्कै केमा झुन्डाउन झुन्डा है स्कुटरमा झुन्डाउनु पर्ने छ मैले अब ओरेन्ज कलर है ओरेन्ज कलर निकाल ब्लूबाट ओरेन्ज कलर म चाहिँ तिते ल्याएँ तिते तँलाई मनपर्छ होइन छोरीलाई लगेर घरमा गएर यसमा तिते उयो त्यो कुखुराको मासुको मिसाएर पकाएर खाने अब पर्पल कलर निकाल पर्पल कलर चाहिँ होइन सँगै निकालौँ पहिला 1 2 3 मैले चाहिँ यसलाई आएँ किनभने यसलाई धेरै मनपर्छ चकलेटहरू यसले ब्रस नगरेको धेरै दिन धन्यवाद त ब्रस गरेर आइज यसले ल अब रह्यो के भन्नु यसलाई अब कुन कलर हो डार्क ब्राउन यो ब्राउन कलरको चाहिँ मलाई एकदम मन परेको यो चाहिँ मलाई आँटिन्थ्यो है त्यस्तो पनि हुन्छ गिफ्ट एक्सचेन्ज गरेर ल मिल्यो भने लिन्छु नि पहिला हेर न त ल 1 2 3 तेरो निकाले क्यूट ए लभर मैले चाहिँ यो मलाई चकलेट जस्तै हो यो बिस्कुट जस्तै पनि हो केक पनि हो म जे पनि भन्दै धन्यवाद खानेकुरा ल्याइदिएको छु है ल लकै लाग्यो हो अब अर्को कुन कलर छ हेर त येलो मैले देख्नु आइडिया जस्तो लाग्दैछ छैन राम्रो पाइरहेको छु अब येलो कलर निकाल्दै कहाँ 1 2 3 मैले चाहिँ यसको लागि बदाम जुस अनि लिप बाम ल्याइदिएको किनभने यसको धेरै ओट ड्राई हुन्छ त्यही भएर लगाउनु यसले केयर चाहिँ गर्नु मास्ति किनी माग्दैछ त्यही भएर मैले बदाम जुस ल्याएको ल थ्याङ्क यू अब रहेको छ पिङ्क कलर कलर पिङ्क त केटीहरूको फेभरेट भन्छ तर मेरो चाहिँ फेभरेट रेड कलर हो होइन ल निकाल त मैले पनि पिङ्क कलर तल सब्जेक्ट हुने मलाई ल्याइदिएको युजफुलै हो सामानहरू भिडियोमा देखाउन मिल्छ नि मिल्छ 1 2 3 ठिकै छ यो मलाई चाहिन्छ आखिरमा होइन अब छ ग्रिन कलर ग्रिन कलर कार्य ठिक्क मलाई चाहिएको यो ग्रिन कलर मैले यसलाई सिलाम सागमा किन ल्याइदिएको भन्दाखेरि यो धेरै बिरामी हुन्छ हाम्रो लिम्बूको मुन्डुमा अनुसार यो लगायो भने चाहिँ अलिक सेफ हुन्छ भन्छ त्यही भएर कलर ल्याइदिएको हो यो चाहिँ यसलाई स्कुलमा ब्यागमा बोकेर त कोर्नुलाई नक्कली गर्नुको लागि ल थ्याङ्क यू अब छ ब्लू कलर यो पनि नक्कली हुने चिजै हो है यसलाई मैले चाहिँ यो ब्लू कलर लाबुको मलाई साह्रै मन परेको अनि यसको लागि अस्तिदेखि किनेर राखिदिएको छ ल अब गिफ्ट एक्सचेन्ज आइस है अब छ सेकेन्ड लास्ट कलर व्हाइट कलर निकाल त तेरो कपाल त छैन तर पनि ठुलो ल्याइदिएको ल के हो चिम्टी त सल्लाह गरेर सेम परेछ त ल व्हाइट थ्याङ्क यू खतरा डर रहेछ मलाई धन्यवाद मेरो कपाल त्यत्रो ठुलो नभए ठुलो चिम्टी ल्याइदिएको अब लास्ट ब्ल्याक कलर ल सँगै निकाल्नु मन छ म चाहिँ नङपालिस कति छिटो निकालेको म चाहिँ नङपालिस किसिकी नजर नलाग्यो होला नङपालिस लगाएर यसो डायरी लेखिदिनुलाई ल्याइदिएको स्टुडेन्टको नाम बिर्सिन्छ ल थ्याङ्क यू धेरै धेरै धन्यवाद हाम्रो आजको गिफ्ट कलर एक्सचेन्ज होला हौ गेम पनि सिक्यो धन्यवाद नमस्कार सेवारो हेर्दै गर्नु होला Thank you for watching.